हेलो गाइज, हामी चाहिँ अहिले बाटोमा घुमिरहेको छौँ। सी इज माई बेस्ट फ्रेन्ड एन्ड मी। हामी इधर इधर घुमिरहेको छौँ। तर किधर किधर है पता नहीं। तर थाहा छैन हामी कहाँ घुमिरहेको छौँ। दुईटी एकदम चिल्याक्स पारामा। अनि तिमी केही भन्न चाहन्छौ? हेलो। कति राम्रो मान्छे गएको है, कति राम्रो केटा गएको, कति राम्रो मान्छे गएको है, कति राम्रो केटा गएको। भ्लगमा अपलोड होला नि। फ्यानहरू फेरि डिफ्यान होला। फ्यानहरू डिफ्यान हुन्छन्। त्यस्तो भन्नु हुँदैन। राम्रो थिएन अघिको गीत कोही राम्रो थिएन। हाम्रो फ्यानहरू गन लागे जस्तो खाप्चो गरेको थियो। खाना नखा जस्तो। हामी दुईटी बेस्टी हिँडिरहेको छौँ। यहाँ कतै जेब्रा क्रसिङ भएमा त्यो पनि देखाउन चाहन्छु हजुरहरूलाई। अजुबा रोड क्रस हुन्छ यहाँ। जेब्रा क्रसिङ यता पनि भित्ता उता पनि भित्ता, तर बिचैमा जेब्रा क्रस। अनि गाइज अरू के भनौँ के भन्न चाहनुहुन्छ भने भन्न सक्नुहुन्छ। मलाई भन्नै आउँदैन। के भन दुई चारवटा मेरो फ्यान्सहरूलाई। एबिसिडी कतिवटा फ्यान्स छ भन न? कतिवटा फ्यान्स छ? मेरोमा फ्यान त छैन, तर सब्सक्राइब 43बाट युट्युबमा सब्सक्राइब 43वटा छ। हेर्न सक्नुहुन्छ गाइस, देख्न सक्नुहुन्छ, जताततै देख्न सक्नुहुन्छ। ऊ चाहिँ मेरो अङ्कलको गाडी हो। अनि अङ्कल चाहिँ अफिस जानुभएको छ। अनि हामी चाहिँ यता घुम्न आएको छौँ क्या। अनि यो चाहिँ मेरो ड्याडीले चाहिँ अनि हाम्रो पुपुलाई गिफ्ट दिएको घर हो क्या। अनि त्यो अमिर छौँ। अनि उताको चाहिँ अङ्कलको घर हो, मेरो आफ्नै अङ्कल गाइज। अनि के कुरा गर्नु, अनि यहाँ चाहिँ फ्याक्ट्री खोल्नु भएको छ क्या। अब जस्तै के भनौँ हजुरलाई, गरुड सुपर के हो यो चाहिँ मेरो बाबाले चाहिँ अस्ति भर्खरै खोल्नुभएको। यहाँ कामदार चाहिएको छ 2जना, सम्पर्क गर्नु। अनि यहाँ देख्न सक्नुहुन्छ गाइस, जेब्रा क्रसिङ यता पनि भित्ता छ, अनि यता पनि यस्तो छ। अनि जेब्रा क्रसिङ हामीले यो जेब्रा क्रसिङ गरेर यता आएको छौँ मेरो साथी।